नमस्ते साथीहरू। आज म छोटो तर ज्ञानमूलक कथा लिएर उपस्थित भएको छु, जसबाट केही कुराहरू सिक्न पाइनेछ। धेरै पहिलेको कुरा हो, कुनै गाउँमा दुईजना माछा मार्ने साथीहरू थिए, जो एकदमै मिल्ने-जुल्ने पाल थिए। उनीहरू प्राय शनिबार आइतबारमा माछा मार्न जाने गर्थे। व्यक्तिगत काम र परिवारको कारणले उनीहरूलाई सँगै समय बिताउने अवसर कमै पाइन्थ्यो। एक शनिबार उनीहरू नजिकैको पोखरीमा गाडी लिएर गए र माछा मार्दै रमाउने निर्णय गरे। साथै माछा पकाएर भोज गर्ने योजना पनि बनाए। दुवैजनाले आवश्यक भाडा, पकाउने सामान, सामग्री र माछा मार्ने उपकरणहरू लिए। उनीहरू पोखरी पुगे। दुवैजनाले टाढा-टाढा बसेर माछा मार्न सुरु गरे। पहिलो माछा मार्नेले केही मिनेटमै ठूलो र सुन्दर माछा समात्यो। ऊ धेरै खुसी भयो र माछालाई ताजगी कायम राख्न बरफको बाकसमा राख्यो। उसले त्यो माछालाई दिउँसो पुरै पकाउने योजना बनायो। फेरि केही समयपछि उसले अरू केही माछा पनि समात्यो। उसले ती सबैलाई पकाएर ठूलो भोज गर्ने सोच बनायो। साथै केही माछा उसले फ्रिज गरेर घर लैजाने योजना पनि गर्यो। करिब 1 घण्टा जति बितिसकेको थियो। त्यसपछि उसले अर्का माछा मार्ने साथीलाई गएर सोध्यो, के तिमीलाई सहयोग चाहिन्छ? दोस्रो जनाले छैन भन्यो। केही मिनेटमै दोस्रो माछा मार्नेले ठूलो माछा समात्यो, तर उसले त्यो माछा फेरि पोखरीमै छाडिदियो। पहिलो मानिस उसले गरेको देखेर अचम्ममा पर्यो। ऊ चुपचाप रह्यो। दोस्रो मानिसले फेरि धेरै ठूलो माछा समात्यो, तर हरेक पटक ती माछा फेरि पोखरीमै हालिदियो। अत्यन्तै झोक्किएको पहिलो मानिसले रिसले सोध्यो, के तिमी पागल भयो? किन यस्ता सुन्दर र ठूलो माछा पानीमा फ्याँक्छौ? दोस्रो माछा मार्नेले जवाफ दियो, मलाई थाहा छ ती माछा ठूला थिए, तर मसँग ठूलो प्यान छैन जसमा ठूलो माछा पकाउन सकूँ। त्यसैले म सानो माछा खोजिरहेको छु जसले मेरो प्यानमा फिट होस्। आज भगवानले मलाई दुःख दिइरहेका छन्। यो सुनेर पहिलो माछा मार्ने अचम्ममा पर्यो। उसले सुझाव दियो, ठूलो माछालाई टुक्रा-टुक्रा पारेर प्यानमा मिलाएर पकाउन सक्छौ। धेरै मानिसहरू दोस्रो माछा मार्ने जस्तै हुन्छन्। हामीलाई जीवनमा ठूलो अवसर, मौका र भाग्य प्राप्त हुन्छ, तर प्राय हामी त्यस्ता अवसरहरूलाई नजरअन्दाज गर्छौं। ठ्याक्कै ठूलो माछालाई सानो प्यानमा फिट गरे जस्तै हामीले पनि अवसरलाई प्रयोग गर्नुपर्छ। भगवानले सधैँ विशाल सम्भावनाहरू र चुनौतीहरू दिनुहुन्छ, तर ती हामीले सजिलै पार गर्न सक्ने खालका हुन्छन्। हामीलाई दिएको सबै कुरा हाम्रो क्षमताभित्रै हुन्छ। त्यसैले समस्यालाई भन्दा पनि भगवानसँग भन, मसँग भगवान हुनुहुन्छ। बरु भगवानलाई यो भन कि मसँग समस्या छ।